Io che non ne parlo. तान्नु पर्छ क्या मोमोटा खुडा कहाँ हुन्छ म त के हो हैन यसलाई त ऊ सु बनाएर खानुपर्छ यति गामस यता तपाईले दुईटा भएर हुन्छ भने यहाँ छ त यहाँ खोज्नै बाँकी छ के भयो यता उ आयो के Oi. म पुग्छु Hi guys, welcome to our channel. आज चाहिँ हामी सी फुड बोइल मुकबाङ गर्दैछौँ यहाँ पाउँदैन त्यही भएर हामी आफै घरमा ट्राई गर्दैछौँ अनि खाना हाम्रै हतार भइसक्यो कोही पनि छैन के भन्ने नै थाहा छैन त्यही हामी सिधै भिडियो स्टार्ट गर्छौँ हेरेर इन्जोय गर्नु होला लाइक कमेन्ट सेयर गर्नु होला त्यही हो अब हामीलाई धेरै बनाउनै आउन्न अनि फेरि हामी रेगुलर बनाउने मान्छे नि होइनौँ अनि अब सी फुड खाने भनेर भन्यो खाने फेरि मान्छे यहाँ धेरै जना छैन खाने जम्मा 2 जना मात्र हुन्छ सी फुड चाहिँ हामीले जस्ट साथ दिने मात्रै हो जो लेट्स स्टार्ट हैन त्यस्तै छ हाम्रो मुकबाङ चाहिँ दाइ के भन्नुहुन्छ म चाहिँ कहिले खाउँ जस्तो भइसक्यो म त सी फुड एकदम पुरै के म चाहिँ यस्तो खान मन लाग्छ सी फुड के दाइ त हेर्दै क्रेभिङ हुन्छ पुरै सी फुडलाई त्यही भने कहिले खाउँ जस्तो भइसक्यो भिडियो सुरु गर्न भन्दैन अनि खाउँ भने एकछिन कह भनेर भन्दै अनि म चाहिँ कस्तो भने खासै सी फुड चाहिँ मलाई मन नपर्ने तर आज यो देखेर चाहिँ सबै खाइदिनु जस्तो भइराछ भने अनि ल गाइस सुरु गरौँ है त यो बनाउनलाई चाहिँ एकदम कस्तो भयो यो बनाउनलाई चाहिँ एकदम गाह्रो किनभने हामीसँग धेरै ठुलो भाँडा थिएन त्यही भएर एकदम धेरै चोटी गर्नु पर्यो अनि एकदम टाइम लाग्यो चिसो भयो अलि राम्रोसँग खा अट्केर मर्लिस यो खाना चाहिँ अविनाश र म चाहिँ रेस गरेर भइहाल्यो किनभने हामी चाहिँ नन सी फुड हो हैन उनीहरू सी फुड खाने मान्छेहरू हुन् उनीसँग चाहिँ एक्सपिरियन्स हामीले हेल्प त गर्यौं त अनि हामी चाहिँ जस्ट बाहिर बसेर लसुन ससुन गर्ने मात्रै हेल्प गरे हो सबै बनाउने कुकिङ सबै क्रेडिट चाहिँ दिइराखेको ल हैन खाइमै त किन भातबाटै गर्नु आफू चाहिँ अब गाइस ससेज है दामी भयो यार भातको त्यो ग्रेभी पनि खाना अविनाश हो कहाँ भात खाउ त ग्रेभीसँग माइक चाहिँ ध्यान दिमै कसम बबाल के हो यो त्यसलाई अमेजो भन्छ पोर्तुगिजमा चाहिँ केही नभए नि यसरी तान्नु पर्छ क्या मोमोटा खुडा कहाँ हुन्छ आलु खाऊ खुट्टा कहाँ हुन्छ र म चाहिँ सोचे यसरी निचाल्नु पर्छ है भाँडातिर अरूले खाएको देख्दैलाई थाहा हुँदैन के खाने भनेर चाहिँ म त के हो हैन एकै ठाउँमा टेबलमा खाइरहेछौँ भनेर चाहिँ माइन्ड नगर्नु होला होइन त्यो चाहिँ यसरी नै खाने भिडियो देखिरहेको थियौँ हामी अनि अब पस्किनलाई हामीसँग त्यस्तो भाँडा पनि छैन अनि त्यो अनि प्लस वी आर फ्यामिली अल्सो हैन घरमा त चलिहाल्छ नि खुट्टा कहाँ हुन्छ यो लुला अझै कुलीले भन्छ है नेपालमा यो त मेरो फेभरेट हो कि यो उला ग्रेभी यो दाइ यो तपाईको फेभरेट मासु यसरी खाने क्या ए मैले चाहिँ यो पहिला खाएको थिइनँ अहिले यहीँ आएर यो चाहिँ मेसिलो भन्छ त्यसलाई होइन कस्तो भएछ त अब त्यो सी फुड चाहिँ सधैँ खानु पर्दैन लाग्यो मलाई बबाल दामी म त एकदम मिठ लाग्यो 2 हाल्दै खाइरहेको म त 1 केजी घिउ यसरी सक्यो 1 केजी घिउ कहाँ
म त 2 हाल्दै खाइरहेको बिर्सेर छु पुरै खाना हो क्या मकै खाऊ न ल खाने खाँदै कहाँ खाने होला नि यो भिडियो पनि छ भने नबिर्स्या है नगर माइक ट्र्याक कहाँ खल्ली के खाने भयो यार राखिदिएर भयो अमन भयो अहिले है खाँदा खाँदा हामी त पकाएर होला कि खाँदा खाँदा अमन भइहाल्यो म त नखाऊ मकै यो आलुहरू पनि नखाए पनि हुन्छ आउँदैन अक्टोबर में खाओ म त अन्डा एकै मकैमा अड्किन्छु अक्टोबर छ एकवटा खानु त मेरो त फेभरेट हो चाक परेछ अक्टोबर पनि देखिँदैन अक्टोबर अब देखिँदैन नि त अहिले त म त पेट भरेर जस्तो भयो खाँदा यो ग्रेभीमा चोपेर खाने क्या कस्तो मिठो भातमा खाउँछ त्यो है कस्तो अमान्य भस्तो भइसक्यो क्या त्यस्तो कहाँ खानु यार खाइन्छ खाइन नै खाएन उत्तम दाई सक्छु भन्नुहुन्थ्यो उत्तम दाईको भरोसा किनभने यो यसमा घिउ धेरै छ नि त त्यही भएर अमन हुन्छ क्या चाहिन्छ बुफेर खानु जानु त्यही हो कहिले खा कागती निकालेर खाऊ मिठो भयो यार अन्त भात पो धेरै खाइदियो होइन ल मिठो मैले त भात सक्यो मन नखाने मान्छे त्यसरी खाइरहेको छु भनेको गाइस म त्यो गर्दा खाउँ हड्डी हड्डी चुसेर खाऊ है त्यो हड्डी पुरै खायो यसको खाऊ खाऊ फुटाउन त सकिँदैन यहाँ छ त्यसलाई त फुटाउनै सकिँदैन कसरी खाने हो त अन्डा भयो तान्छु अघिदेखि आलु पर्छ त कस्तो साह्रो यार यो त यो मसाज चाहिँ अलि चर्को भएछ दाइ मिठो भयो कालो मसाज चाहिँ क्या मिठो उयो कसरी निकाल्नु यो दाँतले फुटाउनु निकाल्नु म त सक्दिनँ यार यो त। बाल भात गाई गगटो बाल भात ओ दाल भात दाँत भाँचेर यार म सक्दिनँ यार मन सक्दिनँ मेरो फुटाइदियो न फुटाउन न सक्यो फुटाउनु होमवर्क ल्याउनु बोलाएको छ गाईहरू यार सकेन यसको एउटा खुट्टा छ नि ठुलो त्यही हो यो हो अर्को पनि खुट्टा खायो के ठुलो हो यसले यताउता टोक्छ नि फुटाउनु खाने खाँदा त त्यो भित्र नि हुन्छ है हड्डी हड्डी चुसायो त महँगो हो नि यो त मैले आज फर्स्ट टाइम गमाटा खाँदैछु अब नेपाल खाएनौ हो माछा माना गर्नु माछा मारेर गमाटा खाइज हो गङ्गटा अम्बो अड्किन्छ दाँतमा मैले फुटाइदिएन घराबै गाई गगटो फुटाइदिएन सकेन यार मैले त मलाई पनि फुटाइ जाऊ न यार दामी हुँदो रहेछ त यार
प्याज नै खानुपर्छ जस्तो लामा कुली उता फाल्दैन न प्लिज खासै गाई दाँतले फुटाउने होइन तर अब के गर्नु जाँदैन कहाँ यहाँ छ अर्को। यहाँ छ त्यो छ त्यो एक खुट्टा होइन खोजिरहेको ओ गाई यो हो क्या मासी उसमा गर न त्यो उसमा गरेर आऊ न मोलेर के त्यसमा ससमा यो त के निसिँदैन त यार ओके खाइदो रहेछ यार आमा हेर नि यहाँ ए बा हड्डी पो हुँदो रहेछ त गाई चाहिँ गङ्गटोको मासु फाल्नुहुन्न है गाई भात पनि खानुपर्छ त्यो त्यस्तै चपाएर नगर क्या निकाल यो बाहिर बाहिर यस्तो छ कि यस्तोहरू तँ खाएको होइन नि त मैले भयो चपाउँदा त सबै आउँछ नि त नगटा खाएको मैले यो भित्र के हाल्ने हो यो अब खोल न यहाँको भन्दा त्यहाँ धेरै भइसक्यो फोहोर मैले त अगाडि चपाएर जस्तो भयो सबै न त यार टुक्ला है त्यो बिहान त सिन्ने हामीहरूले फुटाउनु पर्छ यो त गङ्गटा होइन नि त अनि गङ्गटा त हुने यो त सानो यो त कछुवा गाई गाई त यो हो त जिङ्गलले गर्दा गाई कस्तो हुँदो रहेछ ए हेर्नु न मासु हो कि मेन के हो यस्तो यो त्यही खाने हो त्यहाँभित्रको सबै खाने हो यो खाने हो कि यसरी यो गाई उही होइन हामी पनि खान्छौँ मासु मासु रहेछ त अबुई मासु खतरा हुँदो रहेछ भित्र यार के हो त खाने नि भित्र हो नि हम त नखानु क्या खै म खान्छु बडा उनी माछाकै सेन्ट आउँदो रहेछ यसरी भित्र खानु रात त खानु सक्दैन रहेछ मैले पहिला नर्मल पनि खानु सकेको थिइनँ रात अनि भ्याइयो ट्राप छ त ए सबै हो त यो कहाँ हुनु यो त्यो हो हो नि गाई के हो त यो मासु हो र त्यो पुरै चुसेर खाने हो कति चर्क्यो मलाई यत्रो बाँकी छ सक्ने हो के भिडियो बनायो बरु भात चाहिँ मिसायो गर्मीसँग है चिसो खाऊँ न बेरै खाने हुन्छ पानी खोला त मनिष ए खाने हुन्छ के हुन्छ नखाने दाइ हामी चिसो खाने होइन खाऊँ चिसो खाऊँ न दाइ तर मिठो भएको यार ओपा गाई सबैले यस्तो गर नि त एकचोटि यो खाएको है यहाँ छ त एक खुट्टा खाने बाँकी छ त त्यो चिसो ल्याउनु न मसाला दिनु भ्लगै इन्डिङ त गरिसकिन्छ कि क्या मरिन्छ कि क्या यार खाँदा खाँदा अल्छी मस्त लाग्छ है चेस के खान्छ नाके भयो खानु पर्यो नि गाइस सबै त मिक्स नगरेर हुन्छ क्या है होइन यस्तो अरू यो नखायो भने आलु नखाने यस्तो खाऊँ न गमसा भुल्ला होइन देखिनु मात्र हो कि किनभने यो खोस्टा खानु धेरै भित्र माल थोरै खानु त अब त कति धेरै खान्छ जस्तो लागिरहेको छ अहिले त खान सक्दैन त्यो खान सकेन भने के गर्ने यो खाना राख्ने कहाँ फाल्छ कहाँ राख्ने भोलि भोलि खानु भएन मेल एक टेबलमा यत्तिकै जोड राति पनि यही खाने जसलाई भोला आउने खाने तर मिठो हुँदो रहेछ एउटा यार अब कस्तो लाग्यो तिमीलाई ए म त बुवा तिमीलाई म त होइन होइन गिलास ल्याउनु न पानी खान लाग्यो अविनाशमा म त भिडियोमा बोल्ने पनि सी फुड त प्रायः नखाने मान्छे हो नि त हामी त मलाई नि कस्तो मिठो लागिरहेको त्यो त म कागती चाहिँ चुस्दै गर्नुपर्छ किनभने न्याक्को हुन्छ पानी पानी ग्लास यहाँ राख्न के भयो म खाउँदैन यहाँ राख्न राख्नु न भने म किन
भइसक्यो भन्दै माइक ओहो म यहाँ पानी परिसकेको के हो रे त्यो रातले झन् धेरै सिप गरे अगाइसक्यो यार ओ यो भात के गर्नु भयो के दाइ अब भात ल्याऊ भात ल्याऊ त भात चाहिँ खाने हो बाद यहाँ छ भात त नखाऊ न यो खाऊ के के आलु प्याज कामरो छ कामरो खाके हैन कामरो भोक कामरो खाएकै छैन यत्रो त्यो सही किरा सम्झा ओइ कामरो खाऊ त कामरो गाइस घिउ एसिडी धेरै छ नि बनाएको हुने रहेछ दाइ मगाटाको चाहिँ मगाटो यो अलिक कम घिउ भएको भए चाहिँ हुन्थ्यो Mm. ससेजहरू छ यहाँ यी यत्रो हुँदो रहेछ यार धेरै हुँदो रहेछ सोचेन तर सही हो यो है हेर्दा मात्र यत्रो रहेछ भित्र त केही नै के को रहेछ यत्रो खाँदै सामान तिमीलाई एकदम राम्रो बडी हो खाऊ चुसी खाऊ यसरी 15 रुपियाँ तिमी नै आउँछु ल 15 भयो 15 रुपियाँ अलि पाकेर हुन्छ के भित्र किन्न पाक्ने हो बाहिर हड्डी धेरै पाक्छ बाहिर सिमेन्टी छ होइन छिटो पनि भित्र तेल थियो ए उ लाइसक्यो त्यहाँ तेल लाग्छ त्यसलाई त के हुँदैन उ उत्तमले खोइ के म खान्छु भने मान्छे सेलाइसक्यो भने त के बोकु दाइ उत्तम दाइ त अघि खाँदा एकखेर पकाउँदै नि आफ्नो पेट भरिरहेको थियो कि तर आधी भन्दा बढी उ भयो के धेरै भयो के तर फेरि मिठो त मिठो भयो फेरि घिउले नक्क बनायो आलु नै खाऊ न आलु घिउले नक्क बनायो नमिठो टेस्ट नगएको आलु। भयो आलु मिठो भयो मिठो लाग्छ भयो Mm. मिला खाँदैन मिठो लाग्यो तर खान सकेको छैन क्या एक हप्ता त खानै भन्नु भयो उत्तम दाइ त्यस्तो नभन्नु तपाईँको म त खाइदिन्छु भन्नुभयो तपाईँले खाइदिन्छ भने तर बेस्ट भयो क्या है तर बाल भएको के यहाँ हारे चाहिँ किन्जाको मासु खानु न त म त मन पर्दैन किन्जाक त अब त्यसमा त केही छैन हौ के चाहन्छु भयो भएको कुरा खाऊ यार छोडिदेऊ त्यो न त को घोस्टा गाह्रो पर्ने रहेछ रात्र खोस्टा त नचपाउ न यहाँ मासु नै छकाउनु पऱ्यो के को खोस्टा तानेर बसिरहेको पुगेर मलाई त कहाँ हुन्छ भात हाम्रो नखानु दाइ मासु खानु गाम्बासै खाएन दाइले यार कमरो खानु नि गाम्बास म एउटा तपाईँले अहिले भर्खर भने म यो एक प्याकेट गाम्बास सक्छु भनेर नेपालमा यस्तो खान सँगै किन खायो भन्छ होला यो सङ्के किरा होइन है गाई फेरि होइन सँगसँगै खान मिल्छ नि यसलाई चाहिँ यसरी यो उसमा चोप्ने अनि ठ्याक्कै यहाँ राख्ने क्या यसरी अनि मुखले तान्ने क्या यसरी यहाँ हात एउटा मन गरे सकेन खानालाई खाइन्छ त खाइन्छ के भयो यार बल गर्नु पर्यो भएन यस्तो कागती टोक्नु अमन गर्यो कि चिलोले यार मैले अघि नै भने नि बडा धेरै राम्रो हुन्न क्या हो भनेर मलाई थाहा हुन्छ अझ पुगेन भने भन्दै थियो अनुले अझ त्यहाँ यत्रो थियो बटरै यत्रो हालेको थियो गाई यत्रो छ यार उनीहरूले थोरै अमाउन्ट हाल्ने रहेछ नि हाम्रो त खानाको अमाउन्टै गर्छ हेर न यो त पर्सिसम्म पनि सकिन्न यार यो सरी सबैतिर ए भात दिउ न मनुष्यले मलाई भयो यार बाखान दे बाखान यो राख्ने नै मिल्छ भयो राख्ने मिल्छ यो यो राख्नु मिलिहाल्छ नि भइगयो राख्नु भोलि मिल्छ हाने हुँदैन
तरकारी दाल बनाऊ यो अहिले त बल गरौँ यार यस्तो त हाम्रो बिस्तारै गफ गरेर बिस्तारै गफ गर्दै खाउँ के छ दुध सुगर हैन यस्तै हो गाइस भिडियो हाल्छ हजुर पोर्चुगल आउनु कहिले पर्यो हेर त भिडियो म त दाइ पोर्चुगल आएको अब ठ्याक्कै 23 महिना भयो 30 महिना कार्ड बन्यो कार्ड मेरो 13 महिनामा आएको कार्ड महिना फाला पोर्चुगिज अगरा फाला पोर्चुगिज नो फाला पोर्तुगिज फाला कुन देशमा नेपाली के पोर्तुगल कार्ड नो फाला पोर्तुगिज सो नेप्लिस्ता जता कता सिधा जाता जाता तू तो जाता तू जाता फाला नेपाली फला नेपाली सी। या के पोर्तुगल नो फाला पोर्तुगिज या के नो नेपाल नो गाइले नो फाला पोर्तुगिज ता या के पोर्तुगल caralho फला पोर्तुगल अनि भएको छैन हैट, संसार आमा। खत्तम हुन्छ फेरि म त व्यस्तमा फेरि केही हुन्न भिडियो त अन छ नि अभिनाश भिडियो त अन छ नि छोरा एकचोटि हेर न अहिले आएर भन्दा हुन्छ एकचोटि हेर न रातो छ अन छैन त सक्यो है खेल खत्तम हुन्छ ये अन छ 1 मिनेट 2 सेकेन्ड भइरहा 10 मिनट 2 सेकेन्ड भएछ बोले नि सनी पेट पनि भर्ने नि तर कस्तो अमन त्यही भयो भने है। लास्ट के गाह्रो छ है गाह्रो छ गाइजलाई थाहा भयो धेरै गर्न हुँदैन अँ अलिअलि यति यति हो नि यति यति थोरै गर्ने तर क्यामेरामा चाहिँ धेरै बनाउनु देखाउने क्या अँ। नजिकबाट त्यस्तो हो क्या लजिक चाहिँ त्यसै त सिफुड झन् धेरै खान सकिन्न नन्देशनु गएको बेला झन् अमन भइहाल्छ मन 1 केजी कामराउ हुँ। 1 केजी मसल्स घिउ चाहिँ घिउ घिउ 1 केजी मैले घिउ नआएर भनिरहेको त्यत्रो भने मैले घिउ नआएर अरूले त्यो हालेको उसको भिडियोमा देखाएको थिएन कति हालेको थियो अरूको तर नहालेको। उनीहरूले चाहिँ यो मासुहरूको पोर्सन अलिक कम हाल्दा रहेछन् क्या हो नि प्राय विदेशी मान्छेहरू चाहिँ मनदेकाहरू चाहिँ खान्छन् क्या खानेकुराहरू त्यही हो हामी खान सक्दैन त्यस्तो कुराहरू अँ। र पोर्चुगिज मात्र होइन अझ बाहिर कन्ट्रीमा बरु यो च्याउ र एस्पारागस मकै खान सक्यो यार होइन अँ। गाइस यो सक्नु पर्छ है ओके सर हात धोएर आयो अँ जाऊ हात धोएर आऊ अँ। किचनमा गएर जाऊ धोराइसक्यो के जाऊ जाऊ पानी पानी नै होइन हात ए हो रहेछ बाथरुममा पानी पनि छैन El fala casi de baño no trae agua. ताई आगो No trae. खुसिन Cocina. Você só manda casi de baño. El fala. भयो भिडियोमा यस्तो नबोल काट धोएर अरे हातै नधोएर यस्तो खाइरहेको फेरि। Agra tabo comer. नो कुमेरा गोरा Ah, beber. बेबिता Babita होइन सविता अब सविता सावित्रा सविता आयो उ गर न यस्तो मन पर्दैन यो कस्तो किरिङ किरिङ कस्तो बनाउने के त्यहाँ तर हो यो बना मलाई चाहिँ सिफुड बनाउँछ त्यसमा मैले यहाँ मध्येको सब खानेकुरा पकाएर बितेर मैले फर्स्ट टाइम खाएको आज के अरे गङ्गटो चाहिँ सिफुडमा नल्याए पनि हुने रहेछ हामीले चाहिँ यसलाई चाहिँ हामीले सब्जी पकाउँछौँ नि चिकन खसी त्यस्तै नै पकाएर खाँदा दामी हुन्छ गङ्गटो सङ्के किरा ल्याउनु भएन किन हेर्न र सङ्केतिर यो कहाँ हो त सङ्के ओइ किरा यहाँ त मिक्सी लाउ यो खाएकै छैन मिक्सी लाउ यो मिसी मिक्सी लाउ यहाँ छ त यो मिक्सी इसको मिक्सी लाउ नाम हो यही हो के नेक्स्ट सिलाइदेऊ हो के हो मिक्सी लाउ हो कस्तो मिठो हुन्छ ए होइन यसको नाम मिक्सी लाउ यसको नाम अझै त्यो अमेजो सङ्के किरा हो अमेजो सँगै किराको भाइ त हो नि यो अँ। कान्छो भाइ केही त खान सकेन सकेर कहाँबाट खानु गर्छ सँगै ठुल्दा यो कान्छो हो के कुरो बुझ्यो है तपाईँहरूले उ खानु चाहिँ कार्कस खाएको छ
यसपालि जाडोमा चाहिँ काकस खानुपर्छ त्यही त त्यो सी फुड बोइलको भिडियोहरूमा क्या 2वटा आलु 2 पिस त्यसरी गरेर हालेको हुन्थ्यो नि त सकिँदैन के खान त्यो नसक्ने रहेछ र पो थोरै हालेर पानी सक्ने भयो दाइले बरु यो हामीलाई यो फिल त्यो हामीलाई चाहिँ अरूले देखेको भिडियोमा धेरै खास फिल भएको मात्र हुने रहेछ तर बनाउनु धेरै चाहिँ होइन नि है होइन जोस खाना त खायो नि त्यति खाइसक्यो अनि खान त खायो गामासँग त्यत्रो लगभग सबै गरेर 12-13 किलो खाइयो कति खाइयो के बोल भएको छ ल ए भाग्ने म सक्दिन के हो त तपाईँ त पुरै झुङ्गेको आउने भयो कि भिडियो नै इनर्जी नै हैन यार खाएर के बधाई यार कमान दाइ अमिगो म सक्दिन के म दाल खाएन जिमै गएर खाइन बाल्दै भोलि त म जिममा 40 किलो उचाल्छु होला म 50 किलो मनिष दाइ 60 किलो तिमी त भले गुरुलाई पनि बोकेर उचाल्छौ होला अनि सुते सेतो बटा खान दियो त उताको अलि चर्को पनि भए त क्या हो के मसलाले अलिकति थप्दै लागेन फुल्दै त पनि तर मसला मिठो बनाएको छ यार तपाईँहरूले राम्रो लाग्यो मिठो भयो घिउ त गिलास आयो हुन्छ नि गिलास छ त लाउन हौ मुखको निल्न सकिन एक थोपो निल्न सक्दैन भने जस्तै भयो म त अघि उता म सब खाइदिन्छु एक्लै खाइदिन्छु हाल त मसरुम के कसैले मसरुम हाल्दैन होइन हेर्दा त त्यस्तो लाग्दैन के त सक्न चाहिँ सकिँदैन यो त स्याड रियालिटीमा भयो के मुखबाटको बिहान जस्तो कस्तो खाउँला जस्तो भएको थियो यार मलाई चाहिँ माया कसम यार यो नर्मली खानुपर्ने चाहिँ पर्दै त्यो सबै यहाँ राखेर कचौरामा यो सस हालेर त्यसरी पनि खानुपर्ने रहेछ लास्ट अमन गरेको सबै सस हाल्यौँ नि त चिल्लो भयो क्या काम छुटे खायो मलाई त मलाई लाग्यो क्या यार कुदायो क्या मलाई क्या यार मलाई त होइन हामीले एउटा गल्ती के गर्यौँ भने सबै कुरा मसला मिक्स नगरेर मसला बरु यस्तै कचौरामा राखेर राखिदिएको भए हुन्थ्यो चिल्लो हेर्नु यस्तो भात कसले खाने यो त्यो चिल त सब्जी हुन्छ भोलि यो चिल्लो यसलाई त ऊ सुप बनाएर खानुपर्छ यसलाई बिहान हुने सुप खाने त्यसपछि अनि खालके खालि होइन 3-4 चोटि खानुहुन्छ यसलाई त हुन्छ त्यहाँ मसला कति धेरै छ काराले खाऊ न खाऊ टु मच फुड यार को मन भयो यार टु मच क्या धेरै ल्याउनु भयो क्या तपाईहरु ल्याउँदा नि सब ल्याऊ सी फुड जति सब ल्याऊ अझ टिक्रा एउटा ल्याएको पोल्बो एउटा ल्याएको अझै ल्याएको होला के हुन्छ पोल्बो खाइ खाने तिमीले खाइ तिमीले खायो सङ्की राखै भन्छ ऊ तिमीले खाने पोल्बो यहाँ खायो सबले खायो पोल्बो मैले नि खाएँ बिहान नि खानु म त निद्रा आइसकेको छु यार एकचोटि मछली हान्ने अनि सुत्ने हो है मछली दाल थाप लानु खानाको टेस्ट कस्तो लाग्यो मुटु बुवा भन्नु पर्यो नि त भिडियोमा सेफहरूलाई क्रेडिट दिनु पर्यो बुवा हाम्रो दुईजना सेफ हुनुहुन्छ उत्तम दाइ अनु दिदी यस्तो बनाउनु भयो है सी फुड यस्तो बनाउनु भयो खानै सकेन बब्बाल भिडियो नराम्रो भए पनि अब हेर्नु पर्यो अनि तर मैले जस्तो सोचेको थिएँ त्यस्तो चाहिँ हान्न सकेन हामीले जुन एक्सपेक्टेसन मलाई लाग्छ तपाईलाई त धेरै त मैला खाए जस्तो लाग्छ यार होइन दाइले त खानु कहाँ खानु भयो यार म त दाइले पकाउँदै खानु गइसके जस्तो लाग्यो आधी त मैले खाइसकेको त्यो भएर नि होइन अहिले नि खानु त खानु भयो त्यो सब चिल्लो पनि भयो त्यो भएको हो त्यो बेला कतिखेर सुरु गरेर कतिखेर सिधौ जस्तो भएको थियो अहिले अमन भएर तर मैले यहाँ हाल्दाखेरि त्यो कतिखेर सुरु गरौँ जस्तो भयो मैले उसलाई अघि नै भने घिउ चाहिँ धेरै नहाल उसले चाहिँ अब त्यो रेसिपी हेरेर घिउ हाल्यो भने त्यो घिउ चाहिँ नहाल भन्ने चाहिँ भन्यो
मैले भनेको थिएँ आधी मात्र घिउ हाल भनेर मैले चाहिँ भनेको थिएँ मैले नि भनेको थिएँ दाइ मन चाहिँ माइस माइसाको माइस त उता माइसाको ल्याउन जान्छ कहाँ सक्दैन भर्खर एकछिन अब स्पेयर कस्तो अलिपछि गएर भिडियो सिधेर खाएन हुन्छ नि होइन? अब गफसफ एकला गरौँ। सबैले फटाफट यति सकौँ न त अनि यस्तो मेस त हटाउनु ल, पर्यो वेट सक्नु यति मैले गामबास भिडियो म भाग लाउँछ नि यति गामबास यता यति गामबास यता यति तपाईँले दुईटा भएर हुन्छ भने यहाँ छ त यहाँ खोज्नै बाँकी छ त यहाँ आउँछ नि त अनि यतातिर होला नि त गामबास कस्तो गाममा खोज्नु यो दिनेहरू यो एउटा आलु यता आलु छैन मलाई त आलु होइन एउटा एउटा ल आलु यता होइन उता उता बाड्नु होइन, यता त्यता, बाड्छ ल ल यता जोडी ए ए बारी भएन भएन यो छैन होइन यो मकै म खान्छु है त्यो पनि नभएको के भयो के हो के भयो आउँछ क्या यो उता यो यता ए सक्यो यो यता म खान्छु यो चाहिँ खानुपर्छ है आउँछ कि यो यता त्यस्तो नखानु जरा एउटा यता यो मलाई सिफुड नखाने मान्छे पो आयो एउटा दुईटा भयो कि दाइले बमिटी गर्नु लाग्यो क्या हो सिफुड कहिले खाँदैन थियो दुईटा तिनटा आउँछ कि भयो अड्केर दाइ छोडिदिनु थाल्दैन एउटा भयो त मेसेज भयो अलिअलि बाँकी रह्यो यो त खानु न त यो त के हो यो अन्डा कसले खाएर मलाई यत्रो इन्जोय गरेको भिडियो छैन अन्त म अविनाशले कुनै खान्छ धरवाद यो नि रहेछ त्यो फुलको कसले काँदी खाएर मलाई उरेको होइन त्यो पकाएको गएको थियो के गरे सफा गर्नु नि यो यस्तो पोरिङ त यहाँ हाल न अविनाश यो त यार तँ खाने हो नि भाइ यहाँ छ त माल यो खाऊ न भित्रमा खाने हो यसले त बाहिर खान्छ क्या भाइ खोइ खोइ खाऊ यो क्या भयो खाऊ ल यहाँ त छ त अविनाश यो खाऊ न। अविनाश लगाएर यस्तो माल चाहिँ नखाएर यही 15 रुपियाँ केजीको यही हो कमान्डै भइसक्यो घाँट्ने आउला जस्तो भयो यो त जिन्दगीमा कहिले मर्दैन नि यो जनावर त पेटमा पनि बाँचिरहेको हुन्छ यो म त खान्न त्यसो अन्त यो पनि बाँचिरहेको के हुन्छ कस्तो कुरा गरे यार पानी बाहिर चाहिँ बाँचिरहेको हुन्छ भित्र पानीभित्र होइन पानी नपाएपछि मर्छ भित्रमा पेटमा नि पानी हुन्छ नि त फेरि पाल्यो भने पानीको थैलीले खान्छ अब के हुन्छ ल भइहाल्यो नि छैन अब धेरै यो त ऊ मात्रै थियो नि खबटा ग्रेभी। मात्रै छ नि ग्रेभी खबटा आफूले चाहिँ कम राखेर हेर न होइन मैले ऊ गरेँ हो नि त अनु सब मैले सब छ नि ल हेर गामास नि छ होइन सब्जी नि छ आलु नि छ अनि मकै नि छ मैले अझ मकै नि ल्याएको छु अनि प्याज छेडिदियो एउटा चुम्रो मलाई चाहिँ किन प्याज खाऊ हाल्दै नि हुन्छ यो खाऊ के प्याज भोलि अचार बनाउनु हुन्छ ल भात नै भाग लाउनु म त खान्न ल, म ल। त खान्न म त खान्न है मलाई म नि खान्न ए, खाऊ। पुग्यो भने अब पुग्यो भने हो आफ्नो पनि पुग्यो यार बनाउँदा रहेछ हो र अमन बनायो है मन बनाएको लाइक पेट नअगाए पनि अमन भएको त त्यस्तै भयो हामी अस्ति न बुढान गएको थियौँ त्यस्तै भयो बुफे खाना जाँदाखेरि मैले भन्थेँ नि मलाई अँ। त्यस्तो खाना भएन अन्त त्यही भएर त बटर हालेर दिँदा रहेछ अन्त अमन हुँदैन के भयो यता ऊ आयो क्या यहाँ त्यस्तो म- नगर म- होइन। मलाई धेरै डर लाग्छ म पुग्छु एउटा हो गर्दै एउटा हो गर्दै एउटा म पुग्छु पुष्पा 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 जबरजस्त नखाने अँ ल गाइस इन्डिङ गरौँ न त भिडियो एक क्यामेराहरू त राखे नि हुन्थ्यो ल अब यिनी उब्रेको नभनौँ क्या ल गाइस एकदम मिठो भयो खाना। होइन दाइले भन्नुहुन्छ ल बोल्दै इन्डिङ अब बोल्दै हामी- बोल्दै कस्तो मिठो भयो। आज कस्तो मिठो भयो
दामी लास्ट टेस्ट अनि बबाल एकदम टेस्टी भयो एकदम खाना नि खायो ल हेर्नुहोस् तपाईँहरूले नि हेर्न सक्नुहुन्छ यस्तो खायो त्यो त तर एकदम खुसी लाग्यो है धेरै पछि खायो त्यही नि एकदम मिठो लाग्यो अझ यो बनाउने मान्छेलाई चाहिँ थ्याङ्क यू भन्नुपर्छ अविनाश कसैको नगर न अविनाश के गर्यो अस्ति के त्यहाँ भइमा? देखाएन के अभ्यास थियो बनाउने मान्छे देखिन्न? भन्नु परेको परेन बनाउने मान्छेलाई चाहिँ कस्तो मिठो बनाएको ल हेर त कस्तो लाग्यो तिमीलाई टेस्ट खाना नि हामीले सब भ्यायौँ होइन खाइयो रमाइलो गर्यो रमाइलो इन्जोय गर्यो। बबाल जति एक्सेप्ट गरेको थियो त्योभन्दा धेरै खाइयो कि अझै धेरै खाइयो कि त्यत्रो त खाइयो त अनि क्या। होइन खाइयो। त्यस्तो सोधेको थिएन अब त्यस्तो विधि खाइन्छ भनेर तर धेरै खायो एकदम खुसी लाग्यो मुभमेन्ट भिडियो एकदम आफ्टर लङ टाइम अनि हजुरहरूलाई कस्तो लाग्यो हाम्रो मुभमेन्ट भिडियो अविनाशलाई कस्तो लाग्यो एकदम म त यो पहिलोचोटि हो सी फुड खाएको नि यसरी मैले यहाँदा पहिला सी फुडै खाएको थिइनँ सिफुड नै भने थाहा नि थिएन थाहा थियो सिफुड भने के हुन्छ भनेर थाहा नि थिएन होला त्यस्तो नभन्नु नि त यार थाहा थियो सी फुडमै काम हो तर मलाई यसरी खान मन लागेको थियो आज बबाल खाइयो बबाल मिठो तर भयो। धेरै खान मन लागेको थियो नि तिमीलाई कति भनेको थियो कि उसले खाऊ कि खाऊ भनेर के मलाई बबाल लाग्यो आज चाहिँ है ए, समय नजुनी कि कसैको छुट्टी नमिल्ने त्यसको लागि कसैको चाहिँ के भन्ने। थ्याङ्क यू उत्तम दाई थ्याङ्क यू अरुणा दिदी या है या मिठो ओके भयो। अब अनु दिदीलाई कस्तो लाग्यो त सी फुडको कुक मेन कुक चाहिँ हाम्रो यता अनु दिदी हुनुहुन्छ अनु दिदी र दाई दाई म चाहिँ पर एक्सपिरियन्स चाहिँ अलि सी फुड चाहिँ अलि धेरै खान नसक्ने मान्छे नै हो म तर पनि अनि बनाउँदा बनाउँदै अलरेडी त्यो न्याक्क जस्तो पनि भइरहेको थियो अनि त्यही माथि बटर धेरै भएर धेरै खान सक्ने अनुभव चाहिँ भएन मिठो चाहिँ लाग्यो तर खाना चाहिँ धेरै सकिएन अमन्न भयो अब त्यो थाहा छैन बटर धेरै भएर हो कि खाना धेरै भएर खाना पनि चाहिने भन्दा बढी नै लगायत बनाएको। के भएर हो कमेन्ट गरिदिनुहोस् त्यो भएर पनि हो अब मलाई नि सेम त्यही हो म पनि सी फुड प्राय के म त नखाने नि मान्छु आज फर्स्ट टाइम घरमा खाने भनेर मैले पनि खानालाई पुरै इनर्जी निकालेर बसाएको थिएँ खाना पनि लादी खाएँ मसाले खाएँ अनि टन्नै अगाउने गरी खाएँ अमाउने हुने गरी खायो पनि भइरहेको मिठो पनि लास्ट मिठो बनाउनु भयो दाइहरूले अनुले पनि इन्जोय पनि बबाल भयो भिडियो कस्तो के हुन्छ हेरेर प्रतिक्रिया दिनु होला दुई हातले खाएको छ मकैदेखि लिएर काँक्रो साक्रो यहाँ के मिसाएको सब हानेको कुनै कुराको लिमिटेसन छैन बनाउने सेफ हाम्रो उत्तम थापा दाई ए थापा ला गाह्रो थापा हो। Big mistake. उत्तम दाई खत्री थापा 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 दिदी अब यस्तो यो भिडियो हेर्दाखेरि मलाई नि चाहिँ भन्नु न अलि- अलिकति त तिमी र म त खाने मात्र हो नि त यो भिडियो हेर्दाखेरि चाहिँ अलिक मेसी फिल हुन सक्छ त्यो चाहिँ कृपया नगरिदिनु होला होइन हामी आफै पनि लाई पनि त्यो अवगत छ अलिकति मेस फिल भइरहेको छ भनेर चाहिँ अब नेक्स्ट टाइमदेखि चाहिँ अलि हामी प्रपर तरिकाले अलि पोर्सन मिलाएर ल्याउन ट्राई गर्छौँ यो पालि चाहिँ हामी फर्स्ट एक्सपिरियन्स भएको भएर चाहिँ हामीले धेरै एक्सपेक्टेसन भन्दा एक्सपेक्टेसन भर्सेस रियालिटी नै भयो हाम्रो। अनि फेरि वेयर फ्यामिली पनि नि त मिक्स प्याक्स त भइहाल्छ नि फ्यामिलीमा के हुँदैन के अरे अरू भन्दा डजन्ट नि म्याटर अरू भन्दा भिडियोमा देखे अनुसार चाहिँ यति खान खाइन्छ सकिँदैन जस्तो रहेछ। देखिन्छ सकिँदो रहेछ। भिडियो हेरेर अरू अर्को भिडियो सकिँदो रहेछ अझै यहाँ त यो खाना हामीले बनाएको खाना त अझै 10वटा ल्याएर खायो भने सकिन्छ सक्दैन अझ यहाँ हामीले 5 जना माथि गर्नै सक्दैन खानालाई अनि हामीले चाहिँ त्यो अरूको देखेर त्यस्तो गर्दो रहेछ तर खानाको पर्सन चाहिँ ठिक्क बनाएर भिडियो मात्र धेरै देखाउनु पर्दो रहेछ क्या त्यस्तो हुँदो रहेछ र पनि खाइयो हामी सिक्दैछौँ रमाइलो गर्यो इन्जोय गर्यो भिडियो बनायो अब भिडियो यो सायद अपलोड कहिले हुन्छ हुन्छ कि हुन्छ कि हुँदैन पनि थाहा छैन तर बनाएको छौँ रेकर्ड भएको छ कि रेकर्ड भएको छ, अथवा थाहा छैन। त्यो नि थाहा छैन अनि। बाहिर मात्रै हेर्नु गएको छैन अन्नाजलाई लाम We enjoy a lot. बिजोग हुन्छ यार मारिन्छ भने हाम्रो भिडियो हेर्नलाई के भन्छ अविनाश इनकेस हेरिहाल्यो भने चाहिँ के हो नि सबैजनाले सब्सक्राइब गरिदिनु यही हो यस्तो यस्तै भिडियो हेर्नु छ भने भिडियोलाई मन पराइदिनु यही नै हो दाइ कडा तिमी सिकेछौ क्या हो के हो अलिअलि खतरा भन्दा दाइ। ल सबैले लाइक कमेन्ट सेयर एकैपल्ट भनौँ न ल 1 2 3 गो जवाब पद गर्छु ल अब रेस्पोन्स गर्थ्यो थ्याङ्क यू फर वाचिङ भन्ने बोल्दा 1 2 3 Thank गो you.